मान श्रेष्ठ। नमस्कार सबैजनालाई। आज एससी को रिजल्ट आउट भएछ। सबैजना साथीहरूलाई बधाई छ। तपाईहरुको उज्जवल भविष्यको कामना छ है। अब एउटा आजको यो एससी सम्बन्धी के आजको एससी को रिजल्ट आउट भइसके पछाडि बाउआमाले बच्चाहरुको यति जिपिए आयो अनि बच्चाको फोटो सहित बधाई शुभकामना जुन तरिकाले दिइरहनु भएको छ कति राम्रो देखिन्छ के, कति सुन्दर छ हैन। बाउआमाको माया के कति विशाल छ। अब बाउआमाले के गर्छ भन्दाखेरि चाहिँ यो एसई हरेक सफलतामा के बच्चाहरुको चाहिँ हरेक सफलतामा उनीहरुको चाहिँ तारिफ गर्ने हैन, उनीहरुलाई प्रोत्साहन गर्ने त्यो किसिमको शब्दहरु प्रयोग गरेर हैन सामाजिक सञ्जालमा हाल्नु धेरै नै राम्रो देखिन्छ। अब प्लस 2 पछाडि फेरि प्लस 2 मा पनि त्यसरी नै सफलता हात पार्नुहुन्छ अनि फेरि बाउआमाले मेरो बच्चाले प्लस 2 मा यति नम्बर ल्यायो, यति धेरै सफलता हात पार्यो, तिमीलाई धेरै धेरै बधाई छ, आउने दिनमा पनि तिमीलाई अझै प्रगतिको कामना गर्दछु भनेर बाउआमाले के गर्छ फेरि पनि शुभकामना दिन्छ। अब लगभग 50-60% नेपाली विद्यार्थीहरुको पढाइ त्यहीबाट सकियो नेपालमा हैन। कोही ब्याचलर पढ्नेहरु हुन्छ, लगभग धेरै जसो चाहिँ अब के हुन्छ विदेश जाने तर्खर हुन्छ। अब के गर्छ आईएलटीएस गर्ने कुनै एउटा राम्रो कन्सल्टेन्सी खोजेर चाहिँ उनीहरु एउटा अब राम्रो देश जाने भनेर चाहिँ अब घरको जग्गा जमिनहरु छ भने बेचेर धितो राखेर कसरी हुन्छ पैसा जुटाएर अब उनीहरु विदेश जाने तर्खर गर्छ। अनि उनीहरु चाहिँ अब विदेश जाने भनिसके पछाडि अब लगभग भिजाहरु पनि आउँछ। अहिले स्टुडेन्टलाई त्यस्तो धेरै गाह्रो छैन, भिजा पनि आउँछ। अनि उनीहरुले चाहिँ धेरै खर्च गरेर विदेश जान्छ। अब एयरपोर्टसम्म पुर्याउन आउनुहुन्छ बाउआमा र त्यहाँ पनि आफ्नो बच्चाहरुको फोटो हैन अनि त्यो खुशियाली साट्नुको लागि फोटोहरु फेसबुकमा हालेर तिमीलाई सफल यात्राको कामना छ, तिम्रो आउने उज्जवल भविष्यको कामना गर्दै धेरै धेरै आशीर्वाद छ, राम्रो गरी जानु, सधैँ हाँसी खुसी रहनु भनेर उसले त्यहाँबाट पनि आफ्नो फेसबुकको अथवा सामाजिक सञ्जालमा फोटो हालेर आफ्नो मुटुको टुक्रा, आफ्नो प्राणलाई, आफ्नो बच्चालाई त्यहाँबाट बिदाई गर्छ। हाँसी खुसी बिदाई। अब त्यहाँनेरि कोही रुने कोही हाँस्ने त भइहाल्छ। अनि बिदाई गरिसके पछाडि अब बच्चा त्यो स्टुडेन्ट त्यो मान्छे भनौं अब त्यो मान्छे अब विदेश जान्छ। विदेश पुगिसके पछाडि उ नयाँ ठाउँ हैन, अब छुट्टै किसिमको नेपालभन्दा धेरै विकसित ठाउँ, जताततै झलमल्ल हैन, अलिक दिन उसको एउटा के हुन्छ रमाइलो हुन्छ हैन, मोज मस्ती हुन्छ, त्यो विलासी जीवन ओहो यहाँको रहेछ संसार भन्ने हुन्छ उसले हैन। अनि अलि दिन पछाडि अब कलेज जाने हैन, अब काम खोज्ने होला त्यहाँनेरि अब बस्नुको लागि। त्यहाँ नेपाल जस्तो त छ, त्यहाँ त अब गाह्रो हुन्छ। अब काम खोज्नेदेखि लिएर कलेजको सङ्घर्ष हरेक कुराहरू गर्दा गर्दै उसले एउटा के गर्छ भन्दाखेरि अब प्रेमी र प्रेमिका भेटिन्छ। अब यहाँनेरि अब मान्छेले अब केटाले एकजना मनमिल्ने केटी भेट्छ र केटीले मनमिल्ने केटा भेट्छ। अब यहाँबाट अब बाउआमाको आजसम्मको त्यो स्याक्रिफाइस, त्यो अहिलेसम्म गरेको बाउआमाले गरेको हैन उप्रतिको विश्वास अब यहाँबाट बिस्तारै कमी हुन थाल्छ। अनि के गर्छ भन्दाखेरि चाहिँ उनीहरु दुईजना एकअर्कासँग घुलमिल हुँदै 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 जाँदाखेरि बाउआमाहरु चाहिँ केही टाढो रहने, बाउआमासँगको त्यो स्पेस अलिक बढ्दै 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 जान्छ हैन। अब हुँदा हुँदै उनीहरु हरेक दुःख सुखमा एकदमै सहयोग गरागर त्यति धेरै क्लोज हुन्छ कि अब उनीहरुलाई अब बाउआमाको आवश्यकता छैन क्या। त्यसो हुँदा हुँदै चाहिँ उनीहरु दुवैजना त्यो एक ठाउँमा बस्न थाल्छ। लिभिङ टुगेदर कि के भन्ला भन्ने केही भाषा होला। अब त्यति बसिसके पछाडि अब उसलाई बाउआमाको एकदमै कम आवश्यक पर्छ, त्यो एकदमै कम्ती आवश्यकता पर्छ। त्यो पनि कुनै बेला दुःख पर्यो भने हैन, पैसै पठाउनु पर्ने अवस्था पर्यो भने अब बाउआमाको आवश्यकता पर्छ। नत्र भने उसले अब बाउआमालाई फोन गर्नु छोडिदिन्छ। आजभोलिको बच्चा हो यो यथार्थ हो, तपाईहरुले मान्नुस् नमान्नुस् यथार्थ हो। अनि के गर्छ भन्दाखेरि बस्दै बस्दै गइसके पछाडि अब धेरै वर्ष बित्छ अनि उसले चाहिँ अब त्यहाँनेरि विदेशमै ग्रेजुएसन हुने हैन, के हुने हुन्छ, कुनै कामहरुमा सफलता हात पर्छ। अनि उसले के गर्छ भन्दाखेरि चाहिँ अब त्यहाँनेरि एउटा बवाल, एउटा गजबको एउटा छुट्टै किसिमको कहानीको उत्पत्ति हुन्छ। उसले के गर्छ भन्दाखेरि चाहिँ अब उसको आफ्नो प्रेमी प्रेमिकाको फोटो हालेर
प्रिय, तिम्रो त्यागले, तिम्रो सपोर्टले, तिम्रो मायाले गर्दाखेरि आज मैले यो ठाउँमा यो सफलता हात पारेको छु। तिमीलाई धेरै धेरै धन्यवाद छ प्रिय। आई लभ यु सो मच। यस्तै समथिङ के आउला। त्यत्रो वर्ष बाबुआमाले सानोदेखि पाल्नुभयो, बढाउनु भयो, पढाउनु भयो होइन। हरेक सफलतामा उसको खुसीमा बाबुआमाले होइन प्राउड फिल गर्नुभयो होइन। सबैलाई देखाएर वाउ मेरो बच्चाले यस्तो गरेको छ, बधाई छ भनेर सबैलाई देखाउनु भयो। तर उसले जब विदेश गयो र एउटा सफलता हात पार्यो, तर त्यतिखेर त्यो सफलतामा उसले आफ्नो प्रेमिका मात्र देख्छ, उसले आफ्नो बाबुआमा देख्दैन। त्यो किन? तपाईँलाई म भन्छु, बच्चाले स्कुले शिक्षा लियो तर घरबाट तपाईँले दिनुपर्ने शिक्षामा कमी रह्यो। त्यो के हो भन्दाखेरि चाहिँ तपाईँले त्यो बच्चालाई पाल्नुभयो होइन, उसको हरेक आवश्यकताहरूमा तपाईँले कुनै पनि कुराहरू कमी हुन दिनु भएन। सहजै ओके ल भनेर हातमा लागिदिनु भयो। उसलाई कहिले पनि यो कुरा भन्नु भएन कि यस्तो यो चिज पाउनुको लागि तिमीले यति दुःख गर्नुपर्छ, यो तिमीले गर्यौ भने मात्रै तिमीले यो प्राप्त गर्छौ भन्ने कुराको उसलाई बोध गराउन सक्नु भएन तपाईँले के। त्यो कसरी भन्नुहुन्छ भन्दाखेरि जब त्यहाँ विदेशमा पुग्यो उसले सङ्घर्ष गर्ने क्रममा होइन, उसको त्यो हरेक सङ्घर्ष गर्ने क्रममा चाहिँ त्यो केटाले अथवा केटीले उसलाई साथ दिएको थियो क्या। अनि त्यो सङ्घर्ष गर्ने क्रममा चाहिँ उसको सफलताहरू प्राप्त गर्ने क्रममा चाहिँ यति गर्दाखेरि तिमीले यदि सपोर्ट गर्दाखेरि चाहिँ यो सफलता हात पर्दो रहेछ भन्ने उनीहरूले त्यो फिल गर्यो क्या। त्यो फिल तपाईँले पहिले नै गराउनु भएको थियो भने आज उसको सफलतामा तपाईँको फोटो सायद त्यो फेसबुकमा आउँथ्यो होला क्या। त्यसैले तपाईँको फोटो त्यहाँ आएन। तर पनि म के भन्छु भन्दाखेरि विद्यार्थी साथीहरू अथवा जति पनि तपाईँहरू विदेशमा हुनुहुन्छ, तपाईँले आज पाएको त्यो सफलताको त्यो उचाइ छ नि, त्यसको जग चाहिँ बाउआमा हो क्या। यदि बाउआमा हुनुहुन्थेन भने, इन्भेस्ट गरिदिनु भएको थिएन भने आज तपाईँले त्यहाँसम्म पुग्नु पनि सक्नुहुन्न थियो र त्यो सफलता पनि प्राप्त गर्नुहुन्न थियो। त्यसैले सबैभन्दा पहिला तपाईँको परिवार हो, बाउआमा हो होइन। उहाँहरूले गर्नुभएको सेक्रिफाइस, उहाँहरूले गर्नुभएको तपाईँको लागि गर्नुभएको त्याग तपस्या कहिले पनि भुल्नु हुँदैन। तपाईँको हरेक सफलतामा बाउआमाको नाम जोडिन्छ, बाउआमाको त्यो दुःख, उनीहरूले गरेको त्यो एक एक सेक्रिफाइस त्यहाँ देखिन्छ क्या। त्यसैले आफ्नो प्यारेन्ट्सलाई जहिले पनि प्राउड फिल गराउनुको लागि होइन, तपाईँले पछिसम्म पनि मेरो बाउआमाले यस्तो गर्नुभएको थियो र म आज यहाँ छु भन्ने उहाँहरूलाई चाहिँ त्यो फिल गराउनुहोस्। म चाहिँ के भन्छु भन्दाखेरि सबै साथीहरूलाई चाहिँ पारिवारिक भन्नुहोस् होइन, माया प्रेम भन्ने कुरा चाहिँ आज छ, अहिले छ, भोलि छैन होइन। किनभने आजको जमानामा चाहिँ धेरै अप्सनहरू भएकोले तपाईँलाई त्यो चिजहरू चाहिँ त्यो तपाईँको लागि क्षणिक पनि हुनसक्छ, तर बाउआमा सधैँभरिको लागि हो। त्यसैले बाउआमाको त्यागलाई जहिले पनि सम्मान गरौँ। धन्यवाद, नमस्कार।